गुड मर्निङ सबैजनालाई। आज युकेश छोरा र मेरो एक्सर्साइज। अहिले हामी चाहिँ क्याम्पेन्सीको डाँडाको उकालो चढिरहेछौँ। 4 सिजनको उकालो भ्याइयो। हामी त्यो पारीको डाँडा, त्यसपछि त्यो तलतिर 4 सिजन बिचमा पुगेर आएको। अहिले चाहिँ हामी यता क्याम्पेन्सकीतिर उकालो चढिरहेको छौँ। यता युकेश केही भन्न यहाँ। हेलो, गुड मर्निङ सबैजनालाई। ल मर्निङ वाक भाउ छोरा भन्न, कान्छा बाह्र म भन्। हामी त्यो पारीको डाँडा, त्यसपछि त्यो डाँडा मुनितिर एउटा समुद्र छ, त्यहाँ पुऱ्याएको। यता चाहिँ यो लामिछेरको डाँडाहरू देखिन्छ, रेड प्यालेस देखिन्छ यताबाट। थाक्यो, पसिना आयो मजाले। आज वेदर पनि राम्रो छ, घाम पनि लागेको छैन, हल्का मधुरो घाम लागेको छ र त्यसपछि ह्युमिड पनि छ। हामी लगभग यता डाँडामा आइपुग्यो। हामी त्यो पहाडीको गाउँ हुँदै त्यो पहाडीको गाउँ हुँदै माथि उकालो चढ्दै गएको। हामी यहाँ यस्तो देखिन्छ। यो चाहिँ क्याम्पेन्सकी रिसोर्ट सिसेलको। हल्का सास भर्यो मलाई, थाकेर होला। अब यो जम्पिङ गर्नु पऱ्यो, यहाँ अलिकति खाडल छ। पुसअप गर त युकेश, पुसअप गर्न। कतिचोटि सक्दो रहेछ ल, हेरौँ। ल ल ल 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 बिचमा मिस्टेक काउन्ट गरे जस्तो लाग्यो मलाई। कतिचोटि गर्ने तिमीले? 25 26 27 28 29 30। ल भाइ, ठिकै छ ल। क्याम्पेन्सकी रिसोर्ट।